नेपालको मरुभूमि भनेर चिनिने जिल्ला चाहिँ मुस्ताङ हो। मुस्ताङ चाहिँ अहिलेको समयमा यो सुमरमा चाहिँ हिउँ परेर यति रमाइलो र यति सुन्दर दृश्य भएको छ यहाँको दृश्य अहिले है। यति स्वर्ग जस्तो देखिन्छ। हाम्रो देश नेपाल एउटा स्वर्गको टुक्रा हो। मान्छेहरूले त्यस्तो खाडी रातो बालुवालाई पनि युरोप जस्तै बनाउन लागिसके, तर हाम्रो यो प्राकृतिक आफै पनि एउटा सौन्दर्य दिएको देश नेपाल अहिलेसम्म हाम्रो देशका नेताहरूले चाहिँ केही पनि बनाउन सकेका छैनन्। यदि यस्तै देश साउदी दुबई हुन्थ्यो भनेपछि आज कहाँ पुग्थ्यो होला। र विडम्बना हाम्रो देशका नेताहरूले सिर्फ कुर्सी र टेबल बाहेकहरू हेर्नै सकिरहेका छैनन्। जो राम्रो मान्छे काम गर्छु भन्छ त्यसलाई चाहिँ खुट्टा तानिहाल्ने प्रविधि छ नेपालको। तपाईहरु देख्न सक्नुहुन्छ यस्तो सुन्दर दृश्य यदि पर्यटकहरूलाई भित्र्याउने भनेपछि नेपालको अर्थतन्त्रमा कति धेरै टेवा पुग्थ्यो।